हेलो साथीहरू, सधैँ चाहिँ मैले आज इन्टेस्टाइनल अब्स्ट्रक्सनको बारेमा एउटा भिडियो ल्याएको छु। म यसै गरी सिलेबसको सबै टपिकहरू ल्याउँदै गर्नेछु। तपाईहरू सब्स्क्राइब गर्नुहोला ताकि मैले भिडियो अपलोड गर्ने बित्तिकै तपाईहरुसँग पुगोस् र तपाईहरुलाई धेरै नभए पनि थोरै कुरामा सहयोग पुगोस् भन्ने म चाहन्छु। आज चाहिँ इन्टेस्टाइनल अब्स्ट्रक्सनको बारेमा डिस्कस गरौँ है। इन्टेस्टाइनल अब्स्ट्रक्सन भनेको चाहिँ के हो है, कसरी हुन्छ, किन हुन्छ, यो भएपछि यसको म्यानेजमेन्ट के गर्ने है, यस म्यानेजमेन्ट नगरेर त्यत्तिकै छोडेपछि कम्प्लिकेसन चाहिँ यसको के हुन्छ है, त्यसको बारेमा डिस्कस गरौँ। हामीलाई थाहा नै छ हाम्रो ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकको बारेमा, माउथ टु एनस है, त्यसमा नै कतै न कतै ब्लकेज हुनुलाई नै त्यसमध्ये चाहिँ लार्ज इन्टेस्टाइन र स्मल इन्टेस्टाइन कुनै न कुनै ठाउँमा ब्लकेज हुनुलाई नै इन्टेस्टाइनल अब्स्ट्रक्सन भन्छ। जस्तै हाम्रो स्मल इन्टेस्टाइन ड्युडेनमबाट स्टार्ट हुन्छ, त्यसपछि जेजियम, इलियम है, त्यसपछि लार्ज इन्टेस्टाइन आउँछ, केकम, कोलोनको पनि एसेन्डिङ कोलोन, ट्रान्सभर्स कोलोन, डिसेन्डिङ कोलोन, सिग्मोइड कोलोन है, अनि रेक्टम अनि एनस आउँछ है। त्यो ड्युडेनमदेखि सिग्मोइड कोलोनसम्म कतै न कतै अब्स्ट्रक्सन केही न केही कारणले त्यो जुन हाम्रो नर्मल फ्लो भइरहेको हुन्छ है, त्यो कहीँ न कहीँ अड्किनु अर्थात् ब्लकेज हुनु नै, त्यो फ्लोलाई ब्लकेज हुनुलाई नै इन्टेस्टाइनल अब्स्ट्रक्सन भन्छ है। डेफिनेसनमै क्लियर छ, इट इज द ब्लकेज है, एउटा यो ब्लकेज हो द्याट प्रिभेन्ट द नर्मल फ्लो अफ इन्टेस्टाइनल कन्टेन्ट डिस्टल्ली थ्रु द ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक। यो भनेको एउटा ब्लकेज हो, इन्टेस्टाइनमा ब्लकेज हो, ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकको ब्लकेज हो, जसले चाहिँ जुन नर्मल फ्लो हुन्छ, जुन इन्टेस्टाइनल कन्टेन्ट है, इन्टेस्टाइनल कन्टेन्ट भनेको हामीले खाएको जुन फुडहरू हुन्छ है, विभिन्न न्युट्रिएन्टहरू हुन्छ, वाटरहरू हुन्छ है, त्यो चाहिँ डिस्टल्ली भनेको माथिबाट तल जानुपर्ने ठाउँमा चाहिँ प्रिभेन्ट गरिदिन्छ कि ब्लकेजले चाहिँ त्यसलाई प्रिभेन्ट गरिदिन्छ, जुन इन्टेस्टाइनल कन्टेन्टलाई चाहिँ नर्मल फ्लोमा चाहिँ ब्लकेज गरिदिन्छ है। किन हुन्छ त ब्लकेज है, मेकानिकल अब्स्ट्रक्सन पनि स्मल इन्टेस्टाइनमा के कारणले ब्लकेज हुन्छ। सबैभन्दा मेन कुरा चाहिँ एडिसन भनेको चाहिँ आन्द्रा त हाम्रो के हो, ट्युब लाइक स्ट्रक्चर हो है, त्यो ट्युब चाहिँ कहिलेकाहीँ के भइदिन्छ भन्दाखेरि टाँसिन्छ कि जोडिन्छ, एक यता साइडको इन्टेस्टाइनको वाल उता साइडको इन्टेस्टाइन वालसँग जोडिन्छ, चिप्किन्छ है, साँघुरो हुन्छ भनौँ, त्यसले गर्दाखेरि ब्लकेज हुन्छ। हर्नियाको कारणले पनि ब्लकेज हुन्छ है। जस्तै हाम्रो इन्टेस्टाइन छ, त्यो एउटा हामीलाई त्यो इन्टेस्टाइनको त्यो एब्डोमिनल क्याभिटीलाई ढाकेको पेरिटोनियल क्याभिटी छ, पेरिटोनियल क्याभिटी त्यो सानो बाहिर निस्क्यो, त्यसले गर्दाखेरि पनि अब्स्ट्रक्सन हुन्छ है। इन्टरससेप्सन भनेको यो चाहिँ के हो भन्दाखेरि यो चाहिँ मेन मस्ट हुने ठाउँ भनेको चाहिँ इलियोकेकल रिजनमा हो है। चाहिँ ठुलो आन्द्रा र सानो आन्द्रा जोडिने बिचमा कहिलेकाहीँ के भइदिन्छ भन्दाखेरि सानो आन्द्रा चाहिँ ठुलो आन्द्राको भित्र पसिदिन्छ कि, त्यतिखेर पनि ब्लकेज हुन्छ। भोलुबुलस भनेको बटारिनु, आन्द्रा बटारिनु, कहिलेकाहीँ एबनर्मल मुभमेन्ट भयो है, चोटपटक लाग्यो, माथि तलबाट खस्यो है, धेरै हलियो भने चाहिँ कहिलेकाहीँ बेरिन्छ कि, आन्द्रा बटारिन्छ, बटारिएपछि चाहिँ अनि ब्लकेज हुन्छ। अनि ट्युमर भनेको अब आन्द्राभित्र जुन भित्र ट्युब छ, ट्युबभित्र चाहिँ कुनै एउटा कुनै क्यान्सर अथवा नन क्यान्सरस ट्युमर भयो, गाँठो पलायो है, गाँठो पलाउँछ है, त्यसले गर्दाखेरि पनि गाँठोले कम्प्लिट ब्लकेज गर्न सक्छ। जस्तै फरेन बडी केही अड्क्यो, गल स्टोन है, ढुङ्गा अड्क्यो, पित्तमा भएको ढुङ्गा माथि बाइलडक्ट हुँदै आएर इन्टेस्टाइनमा अड्क्यो, केही फरेन बडी केही खाएर डाइजेस्ट नभएर अड्क्यो, त्यो भयो। कोन्स डिजिज भनेको स्मल इन्टेस्टाइनको अटो इम्युन डिजिज हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि आन्द्राको भित्रपट्टिको जुन ट्युबको वाल हुन्छ नि, त्यसमा चाहिँ आफै म्युकस प्रेजेन्ट हुन्छ, सोइलिङ हुन्छ, सोइलिङ भएपछि चाहिँ अनि ब्लकेज हुन्छ है। त्यस्तै लार्ज इन्टेस्टाइनमा कोलोरेक्टल क्यान्सर है, अब क्यान्सरको कारणले पनि ट्युमरहरू पलाउने भयो, त्यसले गर्दाखेरि ब्लकेज हुने भयो, भल्बुलस है, बटारिने भयो है। डाइभरकुलाइटिस विथ स्ट्रिक्चर, डाइभरकुलाइटिस भनेको यो के हुँदैन, लार्ज इन्टेस्टाइनको भित्रपट्टिको ल्युमेनपट्टिको भित्रतिरको एउटा सानो इयर स्याकहरू जस्तै हुन्छ कि है, म्युकस जस्तै हुन्छ, त्यो चाहिँ कहिलेकाहीँ इन्फ्लामेसन हुन्छ, इन्फ्लामेसन भएपछि सोइलिङ भयो, अनि त्यसपछि ब्लकेज भइदिन्छ है। फेकल इम्प्याक्ट भनेको
केही खानाहरू अड्क्यो अर्थात् दिशा स्टुल हार्ड भएर अड्क्यो है, त्यो भएर पनि हुन्छ। अनि फङ्सनल अब्स्ट्रक्सन, फङ्सनल अब्स्ट्रक्सन भनेको आफै अब केही काम गर्दाखेरि, सर्जरी गर्दाखेरि, केही गर्दाखेरि पनि कहिलेकाहीँ अब्स्ट्रक्सन हुन्छ है। प्यारालाइटिक इलियस होइन, यो भनेको पोस्ट अपरेटिभ अथवा मेटाबोलिक कज भनेको यो चाहिँ के हुन्छ भन्दाखेरि प्यारालाइटिक इलियस भनेको चाहिँ जस्तै अपरेसन गर्यो, अपरेसन गर्दाखेरि नर्भ सेलहरू पनि ड्यामेज भयो। अपरेसन भनेको काट्ने हो नि त है, काटे केही न केही सेलहरूलाई, टिस्युहरूलाई ड्यामेज हुन्छ नि त अपरेसन गर्दाखेरि, माइनर ड्यामेज त हुन्छ नै। त्यसै गर्दाखेरि त्यो टिस्यु सँगसँगै नर्भहरू पनि ड्यामेज हुने भयो। नर्भहरू ड्यामेज भएपछि चाहिँ अनि त्यसको मोटिलिटी हुन्छ नि, जुन पेरिस्टाल्सिस मुभमेन्ट मोटिलिटी हुन्छ नि, त्यो पनि प्यारालाइटिक हुने भयो कि केही छिनलाई चाहिँ के हुने भन्दाखेरि काम नगर्ने भयो त्यसले, नर्भ अनि त्यसपछि पेरिस्टाल्सिस मुभमेन्ट हुँदैन, प्यारालाइटिक जस्तै हुन्छ, त्यही भएर हुन्छ। ओरिको सिन्ड्रोम भनेको यो चाहिँ यो पनि लार्ज इन्टेस्टाइनको मेनली गरेर जस्ट स्मल इन्टेस्टाइनको कोन्स डिजिज जस्तै यो चाहिँ लार्ज इन्टेस्टाइनको अटोइम्युन डिजिज हो। यो पनि अटोइम्युन हो, आफै सोइलिङ हुन्छ, इन्फ्लामेसन हुन्छ अनि ब्लकेज हुने चान्स हुन्छ है। लक्षणहरू के होला, एब्डोमिनल पेन कोलिकली है, मेकानिकलमा एकदम बेसरी दुख्छ, बट प्यारालाइटिकमा चाहिँ बिस्तारै झम्म पारामा पेट दुख्छ है, भोमिटिङ हुन्छ। एब्डोमिनल डिस्टेन्सन भनेको पेट भरिए जस्तो हुन्छ, ढुस्स भए जस्तो। कन्स्टिपेसन अर अब्स्टिटेसन, कन्स्टिपेसन भनेको स्टुल हार्ड हुनु, अब्स्टिपेसन भनेको केही पास नहुनु, न स्टुल पास हुनु न हावा पास हुनु है, त्यो हुने भयो। अनि त्यसपछि यसको साइन अफ डिहाइड्रेसनहरू हुन्छ है। अब इन्टेस्टाइनल अब्स्ट्रक्सन भयो, डाइजेस्ट भएन, एब्जर्ब भएन है, फ्लुइडहरू एब्जर्ब भएन। स्मल इन्टेस्टाइनमा एब्जर्ब भयो, त्यो कन्टेन्टहरू लार्ज इन्टेस्टाइनमा गएन, लार्ज इन्टेस्टाइनले फ्लुइड एब्जर्ब गरेन अनि डिहाइड्रेसन भयो है। एब्डोमिनल टेन्डरनेस, छाम्दाखेरि दुख्ने, भारी भए जस्तो हुने, पेट फुल्ने है, डिस्टेन्सन। अनि हाइपर एक्टिभ अरूले सुरुमा त के अरे अब्स्ट्रक्सन हुने बित्तिकै सुरुमा त एकदम बाउल साउन्डहरू एकदम धेरै हुन्छ है, त्यसपछि चाहिँ अब्सेन्टै हुन्छ बाउल साउन्ड अब्सेन्ट। हामीले स्टेथोस्कोपले पेटमा लिएर सुन्दाखेरि टट टाइपको आवाज आउँछ कि, टट टाइपको आवाज आउँछ, एकदम डाइस टाइपको आवाज आउँछ। तर सुरुमा चाहिँ बेसरी आवाज आउँछ, पछिमा चाहिँ अब्स्ट्रक्सन कम्प्लिट भयो, अब्स्ट्रक्सन भएपछि चाहिँ अनि त्यसपछि चाहिँ आउँदैन, आवाजै आउँदैन है। अब इन्भेस्टिगेसनहरू गर्ने, सिबिसी गर्ने, आरएफटी गर्ने है, आरएफटी त गर्नु पर्यो, डिहाइड्रेसन भयो, रेनल फेलर हुनसक्छ, एलएफटीहरू गर्ने, एक्सरे गर्ने, भिडियो एक्सरे गर्ने, पेटको हेर्ने, युएससी सिटी स्क्यान गर्ने, एमआरआई है, सिआरपी इन्फ्लामेटरी मार्करहरू हेर्ने, अरू समस्या भयो कि है। अब त्यसपछि चाहिँ अनि त्यसपछि के आउँछ भन्दाखेरि म्यानेजमेन्ट, कसरी पेसेन्टलाई यसो उपचार गर्ने यो अवस्थामा है। इनिसियल म्यानेजमेन्ट पेसेन्टलाई एनपिओ, निल पल ओरल अथवा नोथिङ बाई माउथ, मुखबाट केही पनि खान नदिने है। अब फ्लुइड ब्यालेन्सहरू गर्ने, आइबी लाइनहरू खोल्ने है, आइबी लाइनहरू खोलेर अनि त्यसपछि इएनएसहरू दिने, आरएलहरू अब जे छ एभाइलेबल है, फ्लुइडहरू त्यही दिने, एन्टी एनाल्जेसिकहरू दिने, पिसिएमहरू दिने, नदिएपछि एन्टी स्पाज्मोटिक दिँदा पनि हुन्छ, बुस्कोपान है, हाइब्रो भनेर आउँछ जुन, त्यो दिने, एन्टी इमेटिकहरू, ओन्डेमहरू है, ओन्डेन्सेट्रिनहरू दिने। अनि मोनिटर भाइटल्स एन्ड युरिन आउटपुट, भाइटल्सहरू कन्टिन्यू मोनिटरिङ गर्ने है। अब सर्जरी, त्यसपछि अब सर्जरीमा चाहिँ एक्सप्लोरेटरी ल्यापारेटोमी भन्ने, इट इज द डेफिनेटिभ म्यानेजमेन्ट एन्ड कन्फर्मेटरी डायग्नोसिस। अब यो भनेको चाहिँ सर्जरी ओटीमा लग्ने, ओटीमा लगेर पेटलाई चिरेर हेर्ने है, कहाँ के भएको छ, पेटलाई चिर्ने, अनि त्यसपछि कहाँ अड्केको छ, इन्टेस्टाइनमा अड्केको छ कि छैन भनेर त्यसलाई हेर्ने। यो भनेको एकदम डेफिनेटिभ म्यानेजमेन्ट पनि हो है, यसले फिक्स सही उपचार पनि हुन्छ, अड्केको छ भने तुरुन्त निकाल्न पनि सकिन्छ। अनि कन्फर्मेटरी डायग्नोसिस भनेको थाहा हुन्छ, एक्ज्याक्ट थाहा हुन्छ कि यो अड्केको हो कि होइन भने, पेट चिरेर थाहा हुन्छ सबै कुराहरू है। त्यसपछि कम्प्लिकेसन, यदि छोडिदिएपछि बाउल इस्केमिया एन्ड नेक्रोसिस हुन्छ। इस्केमिया भनेको कम ब्लड सप्लाई हुन्छ, अड्किन्छ, अड्केपछि चाहिँ नसाहरू पनि च्यापिन्छ, नसाहरू च्यापेपछि कम ब्लड सप्लाई हुन्छ, नेक्रोसिस हुन्छ, डेथ, सेल डेथ हुन्छ है, ब्लड सप्लाई नभएपछि सेल डेथ भयो। अनि पर्फोरेसन एन्ड पेरिटोनाइटिस हुन्छ, आन्द्रा फुट्छ, आन्द्रा फुटेपछि जुन पेरिटिनल क्याभिटीमा आउँछ, पुरै पेटमा फैलिन्छ, सेप्सिस हुन्छ, पुरै पस बन्छ, पिप बन्छ, अनि त्यसपछि सेप्टिक सकमा पनि जान सक्छ। इलेक्ट्रोलाइट इम्ब्यालेन्स एन्ड डिहाइड्रेसन
अनि इलेक्ट्रोलाइट इम्ब्यालेन्स हुन्छ, सोडियम पोटासियमहरू बढ्छ है, युरियाहरू क्रिएटिनाइनहरू है। अनि त्यसपछि सोडियम पोटासियम घट्छ, युरिया क्रिएटिनाइन बढ्छ। त्यस एक्युट रेनल फेलर हुन्छ, किडनी काम गर्दैन, अनि त्यसपछि डेथ हुन्छ। यसै गरी म सबै भिडियोहरू मैले सर्जरीबाट भिडियो ल्याउन स्टार्ट गरेको छु। यसै गरी सबै मेडिसिन, म्याटर्नल एन्ड चाइल्ड हेल्थ है, अनि त्यसपछि इन्भाइरोमेन्टल सेनिटेसन सबैको टपिकहरू ल्याउँछु। मेरो युट्युबलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्दै गर्नुहोला। थ्याङ्क यू।